यहाँ तान्त्रिक विधिबाट बलि दिने गरिन्छ। भेलु खेलमा लिङ्गो उठाउने बित्तिकै रडमा राखिएको भैरवनाथलाई यहाँ सारिन्छ। भैरवनाथको दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ। धेरै किसिमका बाजाहरू पनि यहाँ बजाउने गर्छ। विशेष गरी तौलेको श्री आकाश भैरव नौबाजाबाट आउने गर्छ। अहिले यो नौबाजा बजाउँदै हो। यो लिङ्गो थालिसकेपछि रडलाई घैँटीमा लाने गरिन्छ। घैँटीमा लगेपछि पैलख र नकिन्जु खच्चालाई जुदाउने गरिन्छ। यो रड जुदाउनु भनेको चाहिँ भद्रकाली र भैरवनाथ झगडा गरेको मानिन्छ।